हेलो सबैजनालाई नमस्कार। म राम। म चाहिँ आज फर्स्ट टाइम आफ्नो ओन भोइसमा आज मेरो कम्पनीमा घटेको केही घटनाहरू चाहिँ हजुरहरूमा सुनाउन गइरहेको छु। आज चाहिँ मेरो सँगै काम गर्ने कम्पनीको साउले एक रसियन महिलालाई चाहिँ आफूले किन यो काम भनेको काम नगरेको भन्दै गाली गर्दाखेरि उक्त महिलाले चाहिँ आफ्नो रिस वा आवेगलाई सहन नसकेर त्यो साउमाथि चाहिँ पाइपले पानी खत्याउने र त्यति गर्दाखेरि पनि उसको रिस नमरेर साउलाई एक लाततिर 3 चड्का हान्नेसम्मको काम गर्न पुगिन्। अनि केही बेरपछि वरपरका साथीहरूले देखेर त्यो घटनालाई साम्यता बनाए, तर उनीहरूको एक आपसमा रिस त पक्कै मरेको छैन होला। आजलाई चाहिँ त्यो महिलाले काम नगरिकन त्यत्तिकै बसिन्। अब भोलि के हुन्छ पार्ट 2 मा बताउनेछु। हस्त, धन्यवाद।